Hello guys, welcome to my new challenge video फेरि पनि हैन आइसकेको छु म सधैँको रेगुलर भाइसँग हैन आज चाहिँ फाल्टै गेम खेल्न छौँ हामीले यो गेमको नाम चाहिँ के भन्छ पिक द राइट थिङ भन्ने यहाँ च्यालेन्ज छ हैन अब जस्तै कि बुझाएर कसरी बुझाउनु जसले छिटो टिपो पछाडिबाट एउटा मान्छेले एउटा अब्जेक्टको नाम भन्छ नि जसले सुरुमा उठायो त्यो विनर अनि जसले उठाउन सकेन त्यसलाई चाहिँ आटा अनुहार डुबाउनु पर्छ यहाँ गर्नुपर्ने अनि यहाँ चाहिँ लास्टमा सब काउन्ट गर्छ होइन सकिसकेपछि जसले जित्छ त्यसले चाहिँ क्यास प्राइज छ है आज चाहिँ हल्का यस्तो इन्ट्रेस्टिङ गर्छ भनेर राखेको होइन ल अब स्टार्ट गरौँ ल रेडियो भाइ रेडी ठिक छ ल स्टार्ट हो स्टार्ट गर्ने स्टार्ट ल फोन कभर डिप गर्ने हो अहिले नै अहिले हुन्छ तर अब छिटो भयो क्या तर वार स्टार्ट भइसक्यो साइडमा भयो साइडमा हो ल फेरि स्टार्ट ल स्टार्ट टुथपेस्ट म यता केही छु यार म फेरि यार साइडमा ठिक छ ल फेरि स्टार्ट है त छेउछेउको दिँदैछ चिटिङ हुँदैन ल फेरि स्टार्ट ल ल बेल्ट ऊ त्यही छेउमा भएर नि रिफ्लेक्सेस ओभर छिटो भयो क्या तर यो ल फेरि है त म एउटा टिप्न सक्दिनँ कि हो सिजर आयो एउटा बल्ल एउटा लौ भाइ ल ठिक छ सब लाग्छ होला बेसमा लाग्ने भएर ल स्टेपलर यस्तै भएको थियो हलमा लिएर खोइ हाल्यौँ न ए म त बिर्सिरहेको साइड डन्डीभरमा हल्का मेकअप हालिदिन्छ ल आँखा छिर्छ होला ल ल फेरि अब पेन्सिल ए त्यो पेन हो पेन पो टिप्दै रहेछ अनुहार ए अगाडि भयो फेरि है त चार्जर हार्यो कान्छ हार्यो छिटो भयो क्या बर अलिक दुईचोटि गर्नु पर्थ्यो है च्यालेन्जर टफ भयो च्यालेन्जर सक्छ त अब चाहिँ स्टिल स्केल स्टेपलर भन्छ अघि टिपिसकेको स्टेपलर है दुईचोटि गर्नुपर्छ अब त अच्छा अझै छिटो भयो ल एकचोटि भएन अब एकचोटि भयो अर्कोचोटि अझै खुट्टीमा है अब वाच यसले त्यसै जितिहाल्यो नि कान्छ सब मेरो हुन्छ अब यो अब हार्नेलाई लास्टमा दल दिने कि यसरी होइन भइसक्यो त यता बाटो भइसक्यो ल अब चाहिँ ग्लु लास्ट ग्लु भन्छ ग्लु 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 त अब के छ एकचोटि भयो ल हामीसँग अहिले चारवटा मात्रै छ है अब ल लास्ट पेन पेन सबै मेरो भयो त दुईचोटि भयो त यता साइड बुढी चिरा छिटो त नि खाँदा के हुँदैन हौ ल अब अर्को रेडी भयो ल भयो ल लाइट बल ल एकचोटि भयो त ब्रस दुईटा हात चलायो हुँदैन दुईटा हात चलायो ल यहाँ राख्नु न त दुईवटा त लुक त काउन्ट भएन है ल काउन्ट भएछ ल ब्रस नै ए बस भएछ नि पाएँ पायो एकचोटि भयो ल अब लास्ट इयर छ यो बिचमा राख्नु न मेरो नि एक छ होइन त अब यो चाहिँ कसरी गर्नु एउटामा हुन्छ हुन्छ ट्याङ्ग ल त्यो हुँदैन अब झुक्काएर अब जसरी भन्नु न ल रेडी है त 3
2 मार्कर कहाँ गरौँ भएन यो भएन डिजास्टर भयो त एकछिन मार्गरै ग्याप भएर ला शब्द दिँदैन चलेगा ल फेरि ल फेरि है 3 2 1 0 ओए मार्कर भनेको छैन मार्कर मार्ग भनेको छैन ल ल ल ल पाइयो त्यस्तो 0 1 2 3 गो मार्कर आउट पाइयो सुपर सुपर ल यसरी त सब जानु पर्यो है उता उता क्यामेरा के अरे त्यो सेन्टा क्लास पो भएर त हे मसीह यीशु हालेलुया ल मेरो चाहिँ मात्र 5वटा भएछ त्यो 5वटा 5वटा भएछ मेरो 3 4 5 6 7 आम्मा मैले त 8 र 9 चाहिँ 100 डबल होइन यति मध्येमा खतरा हो नि खतरै छ त्यो भएर तपाईँले लिएको त खतरै भएर ल अब क्यास प्राइज चाहिँ हाम्रो कति रुपियाँ भने 1000 धेरै रहेछ धेरै 100 रुपिस ल 100 रुपिस है किन मैले जान्दै नि हारेको क्या मेरो भिडियोमा म किन चिन्छु भनेर होइन ल ओके अच्छा थ्याङ्क यू फर वाचिङ होइन दिस भिडियो कस्तो लाग्यो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला होइन सी यु नेक्स्ट भिडियो अनि फेरि पनि नयाँ नयाँ भिडियो आउँछ नयाँ नयाँ खतरा त्यो त्यही हो ल बाई बाई